वैदेशिक रोजगारमा आउँदाखेरि साथीहरू धेरै सपना देख्छन्। यो गर्छु त्यो गर्छु भनेर चाहिँ सोचेर वैदेशिक रोजगारमा आउँछन्। आइसकेपछि विदेशमा कस्तो हुन्छ, पसिना र रगतले मात्र पैसा कमाउन सकिन्छ। मिहिनेत यति लाग्छ जहाँ तपाईँले कल्पना पनि गर्नु सक्नुहुन्न। त्यसपछि 1-2 महिना पछाडि तपाईँको जिन्दगीमा यस्तो घटना घट्नु थाल्छ। त्यो घटना के हो म वास्तविकता बताउँछु है, सुन्नुहोस्। तपाईँ 2 महिना 3 महिना भइसकेपछि परिवारहरूले के गर्नु थाल्छन् थाहा छ? पैसा 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 डिमान्ड गर्नु थाल्छन्। त्यसपछि मानसिक टेन्सन दिमागमा आउनु थाल्छ। यो कुरा बुझ्नु अत्यन्त मात्रामा जरुरी छ। तपाईँको फ्यामिलीलाई थाहा हुँदैन कति मिहिनेत गरेको छ, कसरी गरेको छ काम, कसरी सुतेको छ, कसरी काममा गएको छ, कसरी काम गरिरहेछ, के खाइरहेछ भनेर प्रश्न गर्दैनन्। ल महिना मर्नु यति भयो खोइ त पैसा भनेर प्रश्न गर्नु थाल्छन्। तपाईँको जिन्दगीमा तनावले जिन्दगी विदेशमा बिताउनु बाध्य हुनुहुन्छ। यदि 100मा कमसेकम 25%ले मात्र मेरो बुढा मेरो परिवार यो खालको अवस्थामा छ होला, म यो गर्न सक्दिनँ भनेर सोच्छन् महिलाहरूले भने 75% भनेको चाहिँ ल मेरो बुढाले अब यो ती महिना भयो, अब पैसा पठाउँछ, पैसा चाहियो भनेर डिमान्ड गर्नु थाल्छ। यो पीडा अलगै हुन्छ। कम्पनीको पीडा, कामको पीडा, त्यसपछि फ्यामिलीको पीडाले मान्छे मानसिकता नै खलबलिएको हुन्छ। त्यही भएर म भन्ने गर्छु साथी हो, यदि वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने तपाईँको फ्यामिली, तपाईँको परिवारलाई मजाले सम्झाएर आउनुहुन्छ भने ठिक छ म पठाउँछु, हुँदैन भने धेरै आश नगर है भनेर सम्झाएर आउनुहोस् है। अनि मात्र जिन्दगीको भविष्य निर्धारित र तपाईँको जिन्दगी हल्का हुन सक्छ। यदि बुझ्दैनन् तपाईँको फ्यामिलीले, आफन्तले हो भने तपाईँको जिन्दगी मरे तुल्य हुन्छ है। यो कुरा जान्नु जरुरी छ तपाईँहरूले।